ल अझै हामी यहाँदेखि ओह्रालो हिँडेर गुम्बातिर जाँदैछौँ। आहा गीत चाहिँ यो हो नि त। भमरामा भमरामा कुन्नी केमा म भुले कुन्नी केमा म भुले गोलधारी। अहिले चाहिँ हामी मेघमा आइपुगेको छौँ। मौसमले खासै साथ नदिए पनि हामीलाई घुम्न हुन सक्ने मौसम चाहिँ छ। गुम्बाको दर्शन गरियो। हाम्रो टिम यता हुनुहुन्छ, हामीले ल्याउन सहयोग गर्नु नै हाम्रो बुद्ध दाइ यहाँ हुनुहुन्छ। उहाँको गाडी अघि पनि मैले देखाइसकेको छु है। यहाँ इन्डियाको एसएसबी बेस क्याम्प भएकोले गर्दाखेरि हामीले मजाले देख्न त पाएनौँ, र पनि हाम्रो नेपालतर्फ चाहिँ अब हल्का हुस्साले छुटेको छ। हामीले घुमेको गुम्बा चाहिँ यही हो। अब यो भित्र हामीलाई भिडियो गराउनको लागि नगरिदिनु भन्ने रिक्वेस्ट आयो। हामीले त्यसैलाई स्थायित्व गर्दै गरेनौँ। हाम्रो साथी अब उहाँले सालदुप दिनुभयो है, सुगन्ध आउँदैछ, यस्तै छ। अब यतै यही होटलमा हामी खाना खाने भनेर भनेका छौँ। त्यसमा पनि 1-1.5 घन्टा लाग्छ अरे। अब 1-1.5 घन्टाको समय हामी मेघमामै बिताउँछौँ है। हाम्रो चाहिँ ठिक्क अहिले भनेको लगभग 1 बजेको छ। साथीहरू खाना खाँदै हुनुहुन्छ, म चाहिँ खाइसकेँ। यता 2 जना, यता 5 जना, अनि हाम्रो दाइले खाइसक्नु भएको अवस्था छ। यस्तै छ है, एकदम धुम्मिएको छ मौसम। यो चाहिँ हामी मेघमामा छौँ, खाना खाँदैछौँ। असली ट्रैकिंग दुनिया गई भाड़ में, हम चले पहाड़ में। ओए कस्तो हुँदैछ ट्रैकिंग? पूजा कस्तो हुँदैछ? अगाडि को छ? भोक लाग्यो? के छ अगाडिको मान्छेको? खुसी भएको छ नि मलाई चाहिँ। के छ, कस्तो छ? ठिकै छ, ठिकै छ, ठिकै छु त। मरि गए शहीदै भए अर्को जुनी